हेलो गाइज वेलकम टु माई भ्लग। आजको भ्लगमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ म पहिला साथीले भेट्न जान्छु। साथीले चाहिँ मलाई बिग बजारमा पर्खिराख्छ। तर त्यहाँ जानु भन्दाखेरि अगाडि म पहिला लुगा चेन्ज गर्छु। के लगाउनु भन्दाखेरि चाहिँ हुक्कागेको ज्याकेट ठिकठाकै छ, मजाको छ यो ज्याकेट। यो लगाएर जान्छु। र आजको आउटफिट चाहिँ यस्तो छ, हल्का हुक्कागेको ज्याकेट ल अब चाहिँ गइदिउँ होला बिग बजार। चौरस्ताको हालत चाहिँ यस्तो छ। आजको दिन हल्का धुम्बो लागिरहेको छ, तर ठिकै छ। तर हल्का अगाडि स्टेज बनाइरहेको छ, खै को आउँछ अरे, खै थाहा भएन। लु लाग्दैन बिग बजार। Domino's and KFC यहाँ आइपुगिसक्यो। यता ग्लेनरिज पनि छ त। मान्छेले यहाँ यो त स्पटै भइसक्यो, फोटो खिच्ने स्पटै भइसक्यो। क्यामेटस आइपुग्यो। अब म्युनिसिपालिटी आइपुग्यो। त्यसकै तल चाहिँ स्टेट ब्याङ्क। त्यसकै तल चाहिँ सिधै स्टेट ब्याङ्क छ नि त। यहाँ छेउछाउमै छ। म चाहिँ यहाँ टेढीमेढी खाँदै बिग बजार पनि आइपुग्यो। टेक्निकली खासमा स्मार्ट बजार हो कि, तर पहिला बिग बजार भन्थ्यो नि त। त्यही बानी भइसक्यो सबैजनालाई। बल्ल मैले याद गरेर चेन्ज पनि लगाइदिएको छु हो। यसै पक्रिँदा देखाला वेट पनि देखाला। भयो त यही उत्रिन अब। त्यति नै रहेछ अहिले पनि त्यति नै रहेछ। एक हप्ता अगाडि नापेको के चिज हुन्छ नि अहिले पनि त्यति नै रहेछ। बिग बजार हेर्नु कस्तो भइदिरहेको छ अहिले ठिकठाक नै छ बिग बजार ठिकठाक नै छ।